हेलो गाइज वेलकम टु माई न्यू युट्युब च्यानल देवसङ फिटनेस। यदि तपाईँहरूले पनि यो भिडियो हेरिराख्नु भएको छ भने तपाईँहरू पनि चाहनुहुन्छ होला आफ्नो बडी फिटनेस राम्रो होस्, आफ्नो भविष्य फ्युचर राम्रो होस्, आफूले आफूलाई फिट राख्न चाहनुभएको छ भने स्पेसली यो भिडियो चाहिँ तपाईँहरूको लागि हो, जसले 2026मा आफ्नो फिटनेस जर्नी स्टार्ट गर्न म कुनै यहाँ मोटिभेसन भन्न आएको होइन, म एउटा रियल कुरा सत्य के हो भन्न आएको भने हामीले अहिले यो टिनेज उमेरमा जति पनि मेरो उमेरका साथीभाइहरू हुनुहुन्छ उहाँलाई चाहिँ म मोटिभेट गर्न आएको हो, जसले एक्सर्साइजतिर कन्सिस्टेन्सी बढाउनको लागि हेल्प गर्छ। रियल ट्रुथ के हो भने हामीले एक्सर्साइज गर्नको लागि कुनै पनि जिम जानु पर्दैन, हामीले घरमै बसेर गर्न सकिन्छ। हामीहरूले चाहिँ कुनै राम्रो काम गर्नको लागि कुनै समय कुनै मौका पर्खेर बस्ने होइन, हामीहरूले जति बेला हामीले गर्न सकिन्छ त्यति बेला नै गर्न सक्ने। यदि राम्रो काम गर्नको लागि मौका खोज्यो भने राम्रो समय कहिले आउँदैन, कसैलाई पर्खिँदैन। त्यसैले यो 2026मा जसले बडी बनाउन चाहनुहुन्छ उहाँहरूले मसँग यो च्यानलमा जोइन भएर मैले आफूले पनि एक्सर्साइज गर्नेछु र आफूले पनि फिटनेस जर्नीलाई कन्टिन्यू दिँदैछु। तपाईँहरू पनि जोइन भएर मेरो च्यानलमा आएर मेरो भिडियोहरू हेरेर केही कुरा सिक्न आउन सक्नेछ। मैले एक्सर्साइज गर्न थालेको करिब 2 वर्ष झन्डै भइसकेको छ। मेरो चाहिँ अहिलेको यो बडी वर्कआउटको कन्डिसन यस्तो छ। अहिले चाहिँ मैले के भन्न लागेको छु भने अहिले कुनै पर्फेक्ट समयको वेट नगर, कहिलेबाट स्टार्ट गर, भोलि बिहान 1 दिन 2 दिन गर्दै गर्दै जाँदा 1 वर्ष पनि बितिसक्छ। त्यसैले अहिलेबाट स्टार्ट गर, अहिले स्टार्ट गऱ्यो भने पछि फ्युचरमा गएर केही राम्रो रिजल्ट निस्किन्छ। अहिले नै आफू डिस्ट्र्याक्ट भएर बस्ने कामले गर्दा हामीहरू त्यतिकै समय खेर